अब हेर्नु सुन्तला सुन्तला भनेर उहाँले चाहिँ मान्छे पनि कुद्न खोज्छ क्या तर ऊ आफ्नै लाइनमा छ होइन त्यहाँ वरिपरि देख्ने सिनेरी पनि अचम्म लाग्छ कि यति चिच्याउँछ ऊ त्यो रोडमा हिँड्दाखेरिमा जुन एउटा बाटोमा हिँडेको थेला उसले कसरी व्यापार गर्ने भन्ने हिसाबले यो प्याङ बनाउनको लागि भने त्यसरी हुन्छ र त्यो व्यापारले पनि अचम्म लाग्छ लास्टमा देखाउँछ व्यापारले चाहिँ तपाईँले यहाँ चाहिँ हेर्न सक्नुहुन्छ कतिसम्म गर्दैछ है कति व्यापार गर्दैछ एकदमै चिच्याउँछ त्यो बाटोमा ल अब यहाँनिर चाहिँ उहाँले पनि हेर्नुहुन्छ सायद उहाँहरू रोकेर पनि सोध्छ अब यो भिडियोलाई कस्तो लाग्छ हेरौँ अब यहाँनिर चाहिँ अब यहाँ सायद रोक्यो दिदीले रोक्नुहुन्छ पोलिस उहाँको भोइस सुन कस्तो अचम्म लाग्छ कि यति चिच्याउनु हुन्छ कि होइन उहाँ चिच्याएको सुन्दाखेरि अर्को व्यापारै हो भनेको कसैले व्यापारै गर्दैन कि यस्तो छ कि त्यो चिच्याउनु घरको छटबाट मान्छेले हेरिरहेको छ को हो भन्ने उहाँ अचम्म लागेर उहाँसँग फोटो के छ अब गाडीको गाडीमा झस्सै पुग्छ अब हेर्नु गाडी आफ्नै साइडमा छ तर उहाँले साइड मिचेर जान्छ तर साइड गाडीलाई दिँदैन क्या झगडा गर्छ अझ के झगडा हुन्छ कि यहाँनिर उहाँलाई थाहा छैन नि त ड्राइभरलाई उहाँले प्याङ गर्दैछ भनेर होइन उहाँ को हो भन्ने चाहिँ उहाँले राम्रोसँग चिन्दैन होला सायद उहाँले चिनेको पनि छैन एलिस दाइलाई चाहिँ उहाँले चिन्नु भएको रहेछ त्यो दाइले चाहिँ साइडमा जान्छ त बाहिरबाट देख्ने मान्छेहरू पनि अचम्म लागिरहेको छ कि भिडियो देखेर उहाँको व्यापारलाई देखेर अचम्म मानिरहेको छ क्या कुट्नै खोज्छ भने ड्राइभर हातै हाल्छ कि नहेर्नु बच्चाको हातै हाल्न खोज्छ भने हेर्नु कस्तो हात गर्छ देख्नु ठेलाको व्यापारी भनेको चाहिँ बिजनेसको साइडको होइन उहाँको ठेला चाहिँ उहाँले लिएर चाहिँ कसरी व्यापार गर्ने होइन एउटा प्याङ भएमा उनीहरूलाई डिल्ला गरेर राखेको छ उनीहरूलाई थाहै छैन कि यस्तो गरेर राखेको थाहा नै छैन कि अब व्यापार बिजनेस कसरी गर्ने यति चिच्याउनु लगाउँछ कि उहाँले यति चिच्याउनु लगाउँछ उहाँ चिच्याएको सुन्दाखेरि भने अचम्म लाग्छ क्या अझै चिच्या भन्छ क्या त्यस्तो चिच्याएर गएको होइन तर थाहा थिएन उहाँलाई त्यो व्यापारले थाहा छैन एरिस दाइ भन्दाखेरि कोही भनेको यस्तो सिकाएर हुन्छ कि त्यो साथी तपाईँलाई आजको यो भिडियो चाहिँ कस्तो लाग्छ सबैले अन्तिमसम्म हेर्नु होला भन्न चाहन्छु र यो मेरो भिडियोलाई भने सबैले लाइक कमेन्ट सब्सक्राइब गरेर जति सक्छ चाँडो यो भिडियोलाई चाहिँ 1 मिलियन पुर्याइदिनु होला भन्न चाहन्छु मेरो सब्सक्राइब पनि पुगेको छैन समय सब्सक्राइबलाई समय पुर्याइदिनु होला भन्न चाहन्छु आजलाई भने यति भन्दै तपाईँसँग बिदा माग्न चाहन्छु हस्त नमस्कार।